सबिनको जीवनमा एउटा नयाँ व्यक्तिको आगमन भएको छ, जसको नाम हो अञ्जना। उनीहरू एउटै कार्यालयमा काम गर्छन्। सबिन पनि आफ्नो जीवनमा खुसी छ। वर्षा पनि आफ्नो जीवन खुसी साथ बिताइरहेकी छिन्। हेलो अञ्जना जी, कता हो? बिजी काममा ध्यान दिनु पर्यो। सर हजुरको यसमा सिग्नेचर चाहियो। ए त्यो कन्स्ट्रक्सनको लागि हो? ए ल, यहाँ गर्नुपर्ने हो? हजुर। ल त्यो छ नि, त्यो मलाई फोन गर्ने भनिदिनुहोस् है। कहाँसम्म पुग्ने तिमी? यति जाने हो? हजुर, तालचोकसम्म जाने। ए बस कुरेको? हजुर। ए आउनु त, बस म लगिदिन्छु। नै म जान्छु। होइन आउनु, अप्ठ्यारो मान्नु पर्दैन। बसमै जान्छु के अरे सर? होइन अब बस म लगिदिन्छु। भयो? बस्नु भयो? हजुर। ल जाम है त। सुन्नुहोस् न, हजुरलाई एउटा कुरा सोधौँ? हुन्छ, सोध्नुहोस् न। हजुरको बिहा भयो कि नै? बल्ल त 20 वर्ष पुगे, कहाँ यति सानो उमेरमा बिहा गर्नु? साँच्चै हो नि, हेर्दा त ठुलो देखिनुहुन्छ, बिहा गरे जस्तो देखिनुहुन्छ, त्यही भएर सोधेको। हो र? होइन होला नि त्यस्तो त। सानो मान्छेको गर्लफ्रेन्ड त पक्कै होला, कि गर्लफ्रेन्ड बनाउने उमेर पनि भएको छैन। छैन गर्लफ्रेन्ड त, तर थियो पहिला। उसले छोडेर गए पनि उसको कारणले गर्दा आज म यहाँसम्म छु। को हो त नि हजुरलाई पाउने त्यस्तो भाग्यमानी? हजुर कुरा सुनेर उसको बारेमा सबै जान्न मन लाग्यो। स्वर्गैबाट झरे कि मेरै लागि बने कि, स्वर्गैबाट झरे कि मेरै लागि बने कि, छटके केस कोरे कि मोहनी नै लगाउने, घायलै बनाउने, छटके केस कोरे कि मोहनी नै लगाउने, घायलै बनाउने, घायलै बनाउने।
वर्ष तिम्रो एक्जाम कस्तो भयो? राम्रै भयो। अनि तिम्रो कस्तो भयो भन न। त्यो 10 नम्बरको क्वेसन थियो नि, त्यति गाह्रो थियो, कसरी गर्यौ? त्यही फर्मुला युज गरेर गर्ने त हो नि, सजिलै आएको थियो। ए आफ्नो मनको कुरा वर्षालाई कसरी भन्ने भनेर सागरले सोचिरहेको छ। वर्ष अब हाम्रो भेट पनि हुँदैन है। आजदेखि कलेज लाइफ पनि सकियो। एउटा कुरा भन्छु, नै भन्न पाउँदैनौ है। हुन्छ भन न, के कुरा हो? नरिसाऊ है फेरि। किन रिसाउने हो र, भन न। आज हामी कतै घुम्न जाऊँ न, मतलब कतै भेटौँ न दिउँसो। यति कुरा हो? अनि के नरिसाउ भन्दै भन्नुपर्छ त? तिम्रो कुरा नि ठिकै हुन त, तर आज मेरो घरमा काम छ, भ्याउँदिनँ होला म त सागर। प्लिज वर्षा, अहिलेसम्म केही भनेको छैन तिमीलाई, मेरो सानो रिक्वेस्ट मान्देऊ न। म घर गएर खबर गर्छु नि तिमीलाई के गर्ने भनेर। हुन्छ। सागर वर्षालाई एकदमै मन पराउँछ। आज उसलाई भेट्न पनि बोलाएको छ। सागरले आफ्नो मनको कुरा वर्षालाई भन्न सक्ला त? मैले तिमीलाई पहिलेदेखि नै मन पराउँथे, तर मनमा डर थियो कतै मबाट टाढा जाने त होइनौ भनेर। आज हिम्मत गरेर भन्दैछु, म तिमीलाई साँच्ची माया गर्छु। आई लभ यु वर्षा। मैले तिमीलाई एउटा साथीको रूपमा मात्र हेरेको छु, त्यही पनि सोचेर भन्छु, सोच्ने समय देऊ। सागर अनि वर्षा। सागरले वर्षालाई गरेको प्रेम प्रस्ताव, सागरको मनमा रहेको वर्षाको लागि माया, आजको दोस्रो भेट, वर्षाले गर्नेछिन् प्रेमको फैसला। मलाई यो माया प्रेम जस्तो कुरामा विश्वास नै लाग्दैन। मैले तिमीलाई एउटा असल साथीको रूपमा मात्र हेरेको छु। सबिनको जीवनमा अञ्जनाको आगमन भएपछि सबिनको जीवन खुसी साथ बितिरहेको छ।
आज वर्षाले अचानक सबिन र अञ्जनालाई बाटोमा देख्छिन्। उनको मनमा कता कता चिसो बसिरहेको थियो। उनले पुराना पलहरू सम्झिन थाल्छिन्। जब वर्षाले अञ्जना र सबिनलाई बाटोमा देखिन्, उसलाई जान्न मन लागिरहेको थियो आखिर सबिन र अञ्जनाको बिचमा के छ भनेर। सबिनलाई चिन्छौ? हजुर नि, कहिलेदेखि चिन्छौ उसलाई? हामी सँगै काम गर्छौँ, त्यहीबाट चिनेको। तिमी को हो नि उसको? तिम्रो र उसको बिचमा के सम्बन्ध छ? हामी मिल्ने साथी मात्र हो, तर म उसलाई मन पराउँछु। अनि हजुर सबिनको को हुनुहुन्छ? साँच्ची म सबिनको को हो? किन म उसको बारेमा सोचिरहेको छु? सबिन मेरो अधुरो प्रेम। ए, वर्षा भनेको हजुर नै हो र? हेर्छु तिम्रो आँखा भित्र संसार सारा पाए जस्तो देख्छु तिम्रो मुटु भित्र मेरै माया साँचे जस्तो देख्छु तिम्रो मुटु भित्र मेरै माया साँचे जस्तो तिम्रै याद आँखा भरी कालो बादल छाए सरी बिर्सनै मान्दैन मन सम्झिरहन्छु घरी घरी बिर्सनै मान्दैन मन सम्झिरहन्छु घरी घरी ओ
सरी। स्वार्थ भएको भए किन माया लाउँथे होला र, जति बेला देख्न भेट्न बोल्न मन याद किन आउँथ्यो होला र, जसरी अन्ध्यारोपछि उज्यालो छाउँछ, दुःखपछि सुख आउँछ, त्यसरी नै तिमी मेरो जीवनमा आउन हुँदैन र। 12 वर्षपछि खोला त फर्किन्छ भन्छन्, त्यसै गरी तिमी मेरो जीवनमा फर्की आउन मिल्दैन र। माया नगर्ने भए म नहुँदा हजारौँको भिडमा किन खोज्थ्यो होला र, तिम्रो आगमनमा मन किन खुसी हुन्थ्यो होला र। सायद यही होइन र माया, भेटुँदा खुसी बिछुडिँदा किन आँसु झर्थ्यो होला र। मभन्दा राम्रो अनि धनी केटा पायो होला। खुसी छौ नि आफ्नो जीवनमा? तिमीले पनि त मभन्दा राम्रो केटी पायो होला नि त। जब तिमीले मलाई छोडेर गयो, तिमी बाहेक कसैलाई हेर्न सकिनँ, रोज्न सकिनँ। के हामी फेरि एक नहुँदैन र? मेरो मनमा पनि अझै तिम्रो लागि माया छ।
आ